हर हर महादेव साथीहरू। आज चाहिँ हामी साउनको सोमबार हो। अनि त्यहाँदेखि देउरानी र म चाहिँ बागडुग्राबाट टोटो लिएर जङ्गली बाबा भन्ने भित्र एउटा मन्दिर छ शिवजीको। पहिला पनि गएको थिएँ एक दुईचोटि। अनि त्यहाँदेखि योपालि चाहिँ हामी साउनको सोमबार त्यहीँ जाने भनेर अनि त्यहाँदेखि प्लान बनाएर दुईजना हिँड्यौँ हो। अन्त कस्तो भिड रहेछ, कस्तो क्राउड, आम्मामा पुरा भिडमा लाइनहरू लाग्दै घचाकघुचुक यताउति हेर्दै ओर्दै ठेलठाल गर्दै ओर्दै फाइनली जङ्गली बाबाको मन्दिरभित्र हामी पस्यौँ। अनि पसेर त्यहाँ हेर्नुहोस् न, भिड हेर्नुहोस् न, त्यहाँ कस्तो रमाइलो क्या। सबै हर हर महादेव भन्दै हो, गुन्ज महादेवको नाम सबैजना जप्दै हल्ला खल्ला भिडभाडमा चिल्लमचिल्ली गरेर फाइनली त्यहाँ मन्दिरभित्र पस्यौँ हामी। अनि त्यहाँदेखि म पसेँ त्यो भित्र। अनि त्यो मन्दिरको एकछिन सबै चढाइसकेपछि त्यो मैले खिचेको हेर्नुहोस् न, पछाडि त्यो गणपति बाप्पा अरू भगवान्, अनि मुनिपट्टि चाहिँ यतापट्टि शिवलिङ्ग पनि छ। अनि जसो तसो अनि त्यहाँदेखि त्यहाँ जलहरू चढाएर फुलपातीहरू चढाएर अनि बाहिर निस्केँ। बाहिर पनि धेरैवटा मन्दिरहरू छ, हेर्नुहोस् न कस्तो राम्रो रमाइलो हुन्छ। जे होस् साउनमा चाहिँ, अरू बेला पनि म गएको छु एक दुईचोटि, लास्ट इयर पनि साउनमा पनि गएको थिएँ। मजा लाग्छ, रमाइलो लाग्छ। जे होस् त्यहाँ गएपछि आनन्द हुन्छ क्या। वरिपरि जङ्गलको बिचमा छ, वरिपरि भ्यू पनि राम्रो, जङ्गल, आनन्द, शान्ति। अनि मन्दिर आएपछि त झन् मन त्यसै पनि शान्ति भइहाल्छ है। अनि बाहिर हेर्नुहोस् न, बाहिरपट्टिको लाइन। हामी त फाइनली छिटो अलिक टाइममै पुगेछौँ र दर्शन गरेर आयौँ हो। अनि त्यहाँदेखि बाँकी त पछि त झन् भिड बढ्दै गयो। बाहिर हेर्नुहोस् न कति परसम्म लाइन छ, पुलिसहरूले सबै त्यहाँ म्यानेज गर्दैछन् यताउति हो। अनि त्यहाँ पुरा स्टलहरू लगाएको रहेछ, मेलै जस्तो लाग्दो रहेछ त्यहाँनिर हर टाइम। अनि मजा आयो। जे होस् आजको सोमबार भोलेनाथको नाममा गइयो मन्दिर, शान्ति भयो मनलाई पनि। अलिकति कतिवटा कुराको टेन्सनहरू भइरहेको हुन्छ होइन, मन्दिर गएपछि जस्तै पनि अलिकति मन शान्त हुन्छ। अनि त्यहाँदेखि गेटबाट हामी पनि लाग्यौँ बाहिर निस्किँदै त्यहाँको वरिपरिको क्राउडको मैले भिडियोहरू बनाएको। कस्तो मान्छेहरू हेर्नुहोस् न, अझै पनि 12-1 बजिसकेको थियो तर पनि मान्छेहरूको आइ नै राखेको थिएँ। बेलुकैसम्म सायद 4-5 बजीसम्म होला। बेलुका चाहिँ अलिकति डरै हुन्छ, जङ्गलहरूको छेउ हो, हात्तीहरू आउने यताउति। अनि त्यहाँबाट चाहिँ हामी गयौँ टिपु खोला भन्ने एउटा रहेछ, त्यहाँनिर कस्तो राम्रो सानो नदी। अनि त्यहाँदेखि त्यहाँ चाहिँ खाने ठाउँहरू पनि रहेछ, त्यहाँ बसेर हामीले चिया खाजाहरू खायौँ। अनि एकछिन पानी देखेपछि फेरि कन्ट्रोलै हुँदैन हो, कस्तो रमाइलो लाग्छ नि पानीमा खेल्नु। अब लुगा त त्यही अनुसारको थिएन, पानीमा डुब्ने जस्तो हो लुगा, अब त्यही अनुसारले लाएर गएको थियो, त्यही भएर चाहिँ अलिअलि मात्रै भिज्यो। अब लुगा बोकेको पनि थिएन। अनि र पनि एकछिन भए पनि इन्जोय गऱ्यौँ। जे होस् त्यहाँ वरिपरि हेर्नुहोस् न, पछाडि पनि कहाँ कहाँदेखि मान्छे आउँदो रहेछन् फोटोहरू भिडियो खिच्न, खान, पिकनिक जस्तो, ड्राई पिकनिक जस्तै। अन्त मेरो देउरानी र त्यहाँ हामी फोटोहरू खिच्यौँ एकछिन त्यहाँ, अनि आयौँ। बाई बाई साथीहरू।